नमस्ते सबैजनालाई मेरो अर्को भिडियोमा। अनि आज चाहिँ मैले फुलबारीबाट भिडियो स्टार्ट गरेँ किनभने आज चाहिँ मैले अहिलेसम्म त्यही नर्सरीहरूको कामहरू गरेर हेर्नु त नहुन पनि कस्तो मैला छ। नर्सरीहरू अहिलेसम्म गरेर चाहिँ यहीँ फुलबारीबाट भिडियोहरू स्टार्ट गरौँ न भनेर गरेको। अनि अहिले बज्दैछ 9 किनभने आज मैले बिहानैदेखि भिडियो स्टार्ट गरेँ नि त, किनकि आज हाम्रो रहेको छ स्पेसल दिन, यानि कि हाम्रो एनिभर्सरी। हामीले बिहे गरेको पनि 3 पुरा भएर 4 वर्ष लागिसकेको छ। यसो सोच्दा कति छिटो बितेको है जस्तो लाग्छ, तर त्यत्रो टाइम भइसकेको रहेछ हामीले बिहे गरेको। अहिले जस्तो लाग्छ म भित्रेर आएको। हामीले चाहिँ सरस्वती पूजाको दिन बिहे गरेको थियौँ नि त, तर यसपालि चाहिँ सरस्वती पूजा 9 गते थियो। हामीले बिहे गरेको भनेको 12 गते पञ्चमी सरस्वती पूजाको दिन नै हाम्रो लगन पनि थियो। बुढालाई ह्याप्पी एनिभर्सरी अनि साथै सधैँभरि यस्तै साथ हौसला प्रेरणा दिइराख्नुहोस्। म पनि हजुरको हरेक दुःख सुखमा साथ दिने छु। अरू त के भन्नु र आउँदैन मलाई, त्यति बोल्नु हो। मलाई थाहा छ कि थाहा छैन आज हाम्रो के हो भनेर। के हो आज हाम्रो? मैले आज 12 गते रहेछ बिर्सेछु। मलाई कसरी विस पनि गर्नु होइन। म चाहिँ अस्ति श्री पञ्चमी 2-4वटा शब्द भनिदिनु पर्यो छोरा बुहारीको लागि। के भन्नु र, अब राम्रो भइरहेको छ। झन् सुस्मिता आएर झन् पुगिरहेको छ भन्दा पनि होइन, राम्रो भइरहेछ। छोराले बुहारी लिएर मलाई त साँच्ची नै कुनै कुनै बेला कम्ता बिजोग हुन्छु। सुस्मिता थिएन भए चाहिँ कति बिजोग हुन्थ्यो होला झन्। जो बाजेको अपरेसनमा अनि आफै सुत्दै पनि सम्झिन्छु कि, त्यही भएर बुहारीको चाहिँ नानीलाई धेरै खाएको हुँदो रहेछ भन्ने चाहिँ मलाई लागिरहेको छ। मैले यही फुलबारीबाट भिडियो स्टार्ट गरेपछि कसो मेरो फुलहरू नदेखाऊँ त होइन। यस्तो राम्रो राम्रो गरेर फुलिरहेको छु। यिनीहरू पनि रिसाउँछ होला नि मलाई तिमीहरूले नदेखाउने भनेर। दामी दामी फुलेको छ फुल चाहिँ। हाम्रो एनिभर्सरीको उपलक्ष्यमा चाहिँ मम्मीलाई मिठो परिकारहरू पकाइदिँदैछु। अहिले चाहिँ म यहाँ सागको बिरुवा उखाल्न आएको छु देमाहरूकोमा। देमाले चाहिँ मलाई सागको बिरुवा दिनुभएको छ नि त, त्यही भएर यहाँ कस्तो मजाले पलाएको रहेछ। अब भने चाहिँ म यसलाई उखालेर लान्छु। यहाँ कस्तो राम्रो राम्रो छ हौ बिरुवा त, आम्मामा दामी छ। साग उखालेको भिडियो बनाउनु पऱ्यो भनेको भिडियो बनाइदिने मान्छे छैन, के गर्नु हिसाबै। अझ यस्तो गर्ने है, अनि यो सागलाई त्यहाँ यसरी राख्ने हो। यस्तो राम्रो राम्रो छ सागको बिरुवा। अब चाहिँ म एकैचोटि एकछिनमा भेट्छु है त। खाने मान्छे पनि हुँदैन, धेरै रोपेर नि के गर्नु। अस्ति पनि खाने मान्छे नभएर सबै मैले गुन्द्रुक लगाइदिएको छु। राम्रो राम्रो छ कि सागको बिरुवा त। खाने बेला पनि भइसकेछ, किन नखानु भएको। देमाले बाक्लो बाक्लो ठाउँको लैजाइ भन्नुहुँदै थियो। बाक्लो बाक्लो भएको छु खाँदैको नि। यताले एली के भएर छक्क परेर बसिरहेको छिन्। म तपाईँलाई जुम गरेर देखाउँछु के भयो नि हाम्रो एलीलाई। अलिकति चाहिँ मैले उखाली पनि सकेको छु, अब अलिकति उखाल्छु मेरो घरमा पुग्ने, त्यस पछाडि चाहिँ लादिनँ है त। त्यो खालिसकेँ। यस्तो मजाले पलाएको छ, त्यसले चाहिँ मलाई पुग्छ पनि होला। अब चाहिँ म घर जान्छु अनि गएर रोप्छु। सुँगुरको चारो पनि पकाउनु पर्ने छ, त्यही भएर म गएर यसलाई लगेर रोप्छु। अब भने चाहिँ बोकेर लागेँ ल म चाहिँ। देमाहरूले यहाँ पर खै के गर्नुहुँदैछ, यहाँ अति बले ब्रो भन्नुहुँदैछ मलाई। बले ब्रो यहाँ भाइरल गर्ल आज नगएको भिडियो बनाउनु किन जानु पर्थ्यो नि। भने चाहिँ म गएर सरासर रोप्छु। सुँगुरको चारो पकाउनु पर्ने हुन्छ, आगो जोडेको छुइनँ। अस्ति त यहाँ तल बनाएको थिएँ नि, त्यहाँ साह्रो हावाले आगै बल्नु नदिएर आज मैले यहाँ माथि सारिदिएको छु। मेरो चाहिँ आगो नि बलिसक्यो। अब भने चाहिँ अझ म यहाँ हाल्ने चारोहरू काट्छु के खोजेर। अनि यिनीहरू कराएको देखेर मलाई रिस उठिसक्यो। के साह्रो कराएको तिमीहरू, कराउँछस्? खा त किन चारो। पहिलो नम्बरमा चाहिँ म सुँगुरलाई अलिकति यहाँ
दाना काटेर लगाइदिनु पर्यो। त्यस पछाडि चाहिँ म अरू काम गर्छु। तिम्रो काल छिटै आउँदैछ जस्तो छ। तल झर, तल तल हेर्नु न के गरेको होला यसले। मेरो चुला नि बाङ्गो भएछ। कस्तो लुलो छ कि यो ओदान पनि लड्नु आँटेको जस्तो देखिरहेको छ। अनि अब हाम्रो मम्मी पनि आइपुग्नु भएछ। डोको टिप्नु हुँदैछ। खै किन आउनुभएको नि। आज चाहिँ हाम्रो सुस्मिताले साग रोप्दैछ। आज ठ्याक्कै 3 वर्ष छिनेर 4मा लाग्यो। सम्झिँदै काम गर्दा होला नि होइन। यस बेला चाहिँ पहिला ल्याउने दिन के गरौँ हुँदा होला नि बस्दै थियो। जाउँ कि नजाउँ भन्दै होइन। साग चाहिँ यो अस्ति हामी हुँदो गएपछि खाने मान्छे नभएर लछेत्रो अलपत्रै तलतिर ल्याउनु छ। गुन्द्रुक 2-3 भान लगाइसक्यो। अनि फेरि पनि नयाँ रोप्दैछ। ठिक्क फागुन चैतमा खाने। आफ्नोमा 2-3 झाङ हुनु र अर्काले 1 भङ्गालो दिएको त 2-3 झाङै पो जित्छको पो साथी हो। बल गर्नुपर्छ। अनि मेरो यो आलु हस्पिटल भोलि जानुभन्दा खोसोक्सो बेलुकीतिर लगाइने क्या। तर राम्रो छ बोट। यति भएपछि फल्छ नै त होला नि। कसैले त्यहाँ ओधान बिग्रेर बनाइरहेको छ। मैले चाहिँ यहाँ रोपेँ यति। अब भन्छिनालाई पानी लाउनु पर्ने हुन्छ। उताला नि अलिकति रोपेको छु। मम्मीले यहाँ सब्जीहरू पनि खोजिसक्नु भयो। पल्लो हामीले खाने यो कुकुर शीतल हुन्छ कहाँ गयो तिनीहरूको आफै मान्थ्यो त्यसो हेर नि। मेरो चाहिँ आजको लागि सबै कामहरू सक्यो। अनि एकैचोटि सुँगुरलाई पनि चारोहरू दिएर जानु पर्यो भनेर इस्कुसहरू काटेको छु। अब दाना चाहिँ पाक्दैछ। दिएर एकैचोटि जान्छु। हेर्नु नि मेरो सुँगुर यस्तो गरिरहेको छ। यहाँको चुला झन्नै पल्टेर पापाले फेरि आएर यहाँ बनाइदिनु भएको छ। यहाँ चाहिँ सजिलो ठाउँमा छ। मजाले पाक्छ होला। राम्रो भयो आनन्दले। तल त यता आगो सल्किन्छ कि भने डरसरी गर्नुपर्छ। सागहरूलाई अलिअलि माटो कोट्याइदिनु पर्यो। किनभने यो चाहिँ अस्ति मैले कति 5-6 चोटि टिपेर नि गुन्द्रुक लगाएको नि त। खाने मान्छे नभएपछि के गर्नु लथालिङ्गै हुन्छ। यो टिपेर यस्तो भएको छ। फेरि पलाउँछ होला भनेर म चाहिँ मलहरू पनि हालिदिँदैछु। अनि यसलाई अलिअलि माटो चलाएर भोलि चाहिँ फेरि बिउ लिएर यो बिचबिचमा लगाइदिनु पर्यो भनेर नि। मलाई चाहिँ परबाट आन्टीले चारो लिनु बोलाउनु भएको छ। के गर्नु भ्याएकै छैन। जानु खाजा त खाएको छैन। 4 बजिसक्यो आज। अहिले भन्छ मेरो कामहरू सकिसक्यो। सुँगुरलाई चारो पनि लगाइसकेँ। अनि चारोलाई चाहिँ मैले यहाँ यसो छोपेको छु। किनभने यहाँ कुकुरहरू कम्ता छैन। सबै खाइदिन्छ नि त। त्यो भएर मैले छोपछाप पनि गरिसकेँ। फुल पनि नर्सरी गर्नुको लागि मैले यहाँ मल पनि लगिहालेँ। यति भएपछि आजको मेरो काम पनि सकिन्छ। अनि अब चाहिँ म टाटा बाई गरेर जान्छु। यहाँ साग त सब कसरी लानु। अब एकछिनबाट आएर लानु बेला भयो। पनि यसरी चलाइदिएको छु। सागहरूको फुलहरू चाहिँ यस्तो रिपोर्टिङ हुँदैछ अहिलेको लागि चाहिँ।